ड्रागन फ्रुटको यस्तो यो मुनाहरू आछ। यो मुनाहरूलाई चाहिँ टाइममा काटेन भने यसले न्युट्रिसन सबै खाइदिन्छ र फल चाहिँ लाग्दैन है। हेर्नु साथीहरू, यस्तो यो मुनाहरू आछ क्या। यी मुनाहरूलाई चाहिँ टाइममा काटिहाल्नुपर्छ है, नत्र मलजलहरू सबै यसले खाइदिन्छ अनि त्यस पछाडि तपाईँको फल फल्दैन है। ल टनाटनहरू आएको छ क्या। यो तेस्रोचोटि हो, तेस्रोचोटि। दुईचोटि काटिसके, तेस्रोचोटि आएको छ फेरि। अनि यो चाहिँ मेरो इजरायली रेड साइम हो है। रेड साइम यो 600-700 ग्रामको एक पिसै हुन्छ है। अनि यिनीहरूमा नि धेरै टुसाहरू आएको छ कि, यिनीहरू काट्नुपर्ने बेला भइरहेछ। त्यही भएर गाइस, तपाईँहरूको पनि ड्रागनको टुसाहरू छ भने, मुनाहरू पलाएको छ भने तिनीहरूलाई काटिहाल्नु। यो महिनाभित्र काटिहाल्नु। अर्को महिनातिर फेरि त्यो मल जल हाल्यो भने अनि वैशाखदेखि फल दिन थाल्छ है। यी लु हेर्नु, मेरो कौसीमा लगाएको ड्रागन फ्रुट है। यस्तो दामी भएछ है। यसलाई लगभग 1 वर्ष भयो है, वर्ष दिन जति भयो। अनि ऊ तलको चाहिँ यसलाई चाहिँ 2 वर्षभन्दा अलिकता बढी भएको छ है। ल हेर्नु कस्तो छ त्यहाँ। हेर्नु त कति टुसाहरू आएको छ, मुना कति पलाएको छ, सबै छेक्नुपर्ने भइरहेछ है गाइस। लो यस्तो मुनाहरू आएको छ कि।